तेल तन्त्र दाइ यता छ त आउँदैछ यिनीहरू चाहिँ म त सिम गर्दै सेभ नै गर्ने वेलकम ब्याक टु मम्मीको सङ्गीता नाना भ्लग्स। म चाहिँ सङ्गीता नानाको छोरी है। अन्त आज चाहिँ हामी मासु बनाउँदै थियौँ यहाँनिर, किनभने अब भोलि पिकनिक जाउँ भनेको, तर भोलि बिहान भ्याउँदैन नि त हो, ढिलो हुन्छ। अन्त त्यही भएकोले गर्दाखेरि चाहिँ अझै मासु बनाउँदैछु। सबैले हाई है। म्यारिनेट गरेको यो कर्ची मर्ची, यो आगो, ऊपर प्याज टमाटर, तेल खरिँदैछ। रात पर्यो रातभरि भए पनि बनाउने हो। मजा आउँछ आगोमा है, मिठो हुन्छ। बेलुका चाहिँ शीतल हुन्छ नि त जाडोमा। सङ्गीता नानाको हामी है दिप्काको क्यामेरा हुन्छ नि। पड्कियो चाहिँ दिप्का भएकोमै जाओस् है, त्यसले काटेको नभन्नु न हौ, मैले मजाले काटेको छु। मेरो त अलरेडी पिम्पल्स निक्लिरहेको छ। ओठमै पोल्ने नि हौ। ला खिचाउँछु त्यो होइन त्यो खोर्सानी काटेर एकछिन अब यो प्याज अलिक रातो हुन्छ। अब चाहिँ मासु है, कर्ची मर्ची पोटाको लेचो यस्तो चुला चाहिँ फेरि राम्रो हुँदैन। त्यस्तो क्युट चुला दाउरा चाहिँ छ भन्छ यही ढकनी चाहियो। किस्न्या आउँदा ढकनी लिएर आइज ल। नेक्स्ट यसको चाहिँ यहाँ हो, यहाँ मिठो पलाउने ला त्यसले पो हेर्छ, मैले अघि लिएको कलेज पाक्यो हाम्रो कर्ची मर्ची। 2 मिनटमै साप्से हुन्छ भोलि हामी। हटकेसमा हाल्नु है यो चाहिँ। कस्तो होला भित्रै झुम्रो हामी चाहिँ हटकेसमा हाल्नु आँटेको होइन। एउटा त पाक्यो है। चिकन, यो चाहिँ चिकनको लागि, करीको लागि। यो चाहिँ हामीले भोलि हामी टिफिनमा भात मात्रै लगेर जान्छु कि, अन्त मासु चाहिँ घरमै बनाएर लगेको। त्यहाँ गएर बनाइरहनु पर्दैन नि। अलरेडी म्यारिनेट गरेको थियो। अलरेडी म्यारिनेट छ यो चाहिँ है। अब चाहिँ हामी मासु हाल्नु आँटेको। मासु पनि एउटा पिसै अगाउनु छ। यो लेग पिस खानु चाहिँ सेन्दै हुन्छ होला है पहिल्यै। लु अब चाहिँ लम्बेराको टाइम। टमाटर बडी मजेदार वाउ कस्तो दामी सेन्ट आउँदैछ, खुसबु। रातो पो त उयो भएर त राति उदो भएर कलर देखेन आयो फोनमा। भोलि देख्छ नि भोलि। तेल तन्त्र दाइ यता छ त। अब चाहिँ मासु पनि पाक्यो। अब जान्छु घर। अब भोलि भेटौँ है। हाई गाइस, अब चाहिँ हामी जानु आँटेको। नुन पनि हेऱ्यो है अलिकति। मासु मासु बक्स बोका। अब चाहिँ हाम्रो यहाँ मोडलहरू आउँछ, रोल मोडल। हाई हेलो, हातभन्दा बेसी टाउको। ओइ आइज हामी चाहिँ पिकनिक गएको अरे हो। मासै बिर्सेछु हो यिनीहरू के रिसाएर। आयो भोका अब मेन चिज मासै बिर्सेछु। हेर हाँसेको। खै यता हेर्नु सबैले।
ए भान्डो दियो रहेछ त्यत्तेरी यिनीहरू क्या सुदेको आउँदैछ यिनीहरू चाहिँ म त सिम गर्दै सेभ नै गर्ने यहाँ हाई भनिदिनु यहाँ हाई भनिदिनु हाई भन्नु न हेलो गाइस अब चाहिँ हामी गएको है हार्ट चाहिँ एक्सचेन्ज भयो यसलाई हिँड भनेको भेटेर कहाँ गएको ए म त कहाँ गएको भन्दै थिएँ यताबाट लु हामी चाहिँ 1 2 3 4 5 6 जना रहेछु गरम बा मार्छ होला हाय खै कान्छिलु ए या आज चाहिँ हामी पुग्न चाहिँ आम्म के भाउ गति हामी पुगेको होला के भाउ गति अम्बो छ्या हामी खोला पुगे है टेन्टेन उया 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 यहाँ बसेको बस्ने अब हामी खोला अब चाहिँ झालमुरी बनाउन आँटेको अब त सब कुछ त पाए ब्रस वाउ पानी कस्तो दामी देख्यौ यो माथिको खै कता हो यो माथिको चाहिँ दोकान हो त्यहाँ चाहिँ बसेर खाँदा पनि हुँदो रहेछ मजाको रहेछ हौ दोकानहरू पनि बनाएछ पुल पुल औँला के किन देख्यो मेरो खोला अब चाहिँ हामी पस्न आँटेको नानाहरूले मासु के भन्छ झालमुरी खाँदैछ अब चाहिँ पस्ने हो सो गाइस आज चाहिँ हैन हामी खोला लाग्छु हैन लु ओरे साथी भाइ गाइस चाहिँ पौडी खेल्न आँटेको छ हैन म पनि जान्छु अब हो ए हुन्छ लुदीप साथी उयो सबुना हो अब चाहिँ हामी पौडी खेल्न जानु लागेको छु हो अब चाहिँ यहाँ हेर्नुहोस् यी पानीमा एक पसेर चाहिँ खाना खाने अरे नि त केटीहरूले इस्न्या खुट्टा चाल्न भाइलाई चाहिँ आँट आएन अरे नि त पस्नु लु मात्रै खान्छु खेल्छु पस्नु साह्रो पर्यो पानी अलिक चिसै रहेछ अरे अगाडि ए पूजाहरू गर्नु थाल्यो यसले त जल देउतालाई पूजा गरेर केही छैन यहाँ पौडी खेल्नु सिकिसक्यो केटीहरूले प्र्याक्टिस हुँदैछ प्र्याक्टिस बिगिनर दाबी यो पोस्न आँटेको दामी दामी पस्छ ला के गर्छ मैले त भर्खर यो खेलेको जस्तो सिक न हामीलाई पनि
पानीमा वाउ दुखे क्या हो लो तेरो टर्न अब बानी पो छ त्यो त लु छिटो आइज ओइ तिमीहरूले आँखा खोल्छस् ला पौडी खेल्नु सिकेको अरे अच्छु तर खुट्टै चल्दैन त्यो हाई गाइस हामी चाहिँ अब नुहाइधुवाइ पनि गरिसके है यहाँ आगो बालिरहेको छ खै देख्दैछ ए आगो बालिरहेको छ भाइले अन्त हामी चाहिँ अब खानासाना के हो यो कालो खोलामा जानु आँटेको अब भात खानुपर्छ भोक लाग्यो आगो बालिरहेको छ भाइले यहाँ बहिनी पौडी खेल्न बसिरहेको छ मजा आयो मासु खोर्सानी मैले पक्रेँ हामी चाहिँ यहाँ पर्खिरहेको छु गाडी खोलाबाट निस्क्यो हामी ऊपर रहेछ खोला देख्दैन होला सायद क्यामेरामा कि खोलाबाट चाहिँ निस्क्यो हामी अन्त यहाँनिर हाम्रो गाउँदेखिको अलिकति माथिल्लोपट्टिको चाहिँ गाडी रहेछ कि अनि त्यसलाई पर्खिरहेको छौँ हिँडेर जानु अल्छी लागेर हाई गरेको जाँदैछु हामी चाहिँ हिँडेर गाडी आउँछ भनेको के भन्यो अरे गाडीले ढिलो हुन्छ हिँड्दै गर भन्यो हो अन्त हामी हिँड्दैछु है फाइनली गाडी पाएँ कति हिँडेर चाहिँ गाडी पाएँ हामी घर पुग्न आँटेको बेलामा चाहिँ गाडी पाइदिएको फेरि हो माइलो भाइको गाडी रोनित भाइको गाडी बाटो चाहिँ हामीलाई पुऱ्याइदिएकोमा भाइले फाइनली आइपुगे हामी होइन तर पनि भ्लग हेर्नु थाहा हुन्छ नि त नन्दहरू बसिरहेको छ हामी फाइनली आइपुगे सबुजी आज चाहिँ मम्मीको भ्लग बनाइदिएको थिएँ मैले आमा ब्याग बजेर मार अन्त म चाहिँ घर पुगेँ भर्खरै हो दिदी नानाहरू पनि सबै घर जानुभयो म के लाग्दै थियो नानाहरू सबै घर जानुभयो म पनि घर पुगेँ अन्त बाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला।